यदि उहाँ व्यक्ति हुनुहुन्छ भने चाहिँ हामीले उहाँलाई घनिष्ठ रूपमा अनि व्यक्तिगत रूपमा चिन्न सक्छौँ, चिन्न पर्छ, चिन्नै पर्छ। एक्चुअली प्रभुले के भन्नुभयो? यूहन्ना 14:16-18 हामीले हेऱ्यो भनेदेखिलाई प्रभुले भन्नुहुन्छ, प्रभुलाई थाहा थियो कि प्रभु स्वर्ग जाँदैछ अनि चेलाहरू दे आर गेटिङ काइन्ड अफ डिस्पेयर्ड है, अनि हामी एक्लै हुन्छ भनेर उसलाई एक प्रकारको खिन्नता छ मनमा। अनि प्रभुले त्यो कुरा बुझ्नु भने प्रभुले भन्नुहुन्छ, म जाँदैछु तर नसुर्ताऊ, आई विल सेन्ड यु समबडी हु एक्चुअली इज बेटर, हु बिङ विथ यु इज एक्चुअली बेटर देन आई बिङ विथ यु। प्रभुले त्यसरी उनीहरूलाई सान्त्वना दिएको छ। यहाँ भन्नुहुन्छ, आई विल आस्क द फादर एन्ड ही विल गिभ यु अनदर, के भनेको छ? कम्फर्टर, हु विल के अरे नेभर leave you. He is the Holy Spirit who leads into all truth. The world cannot receive him because it isn't looking for him and doesn't recognize him. But you know him because he lives with you now and later will be in you. With you, in you. No, I will not abandon you as orphans. I will come to you. So Prabhu Yesu Christले चाहिँ चेलाहरूलाई भन्नुहुँदैछ, म जान्छु तर let me tell you this, जो मेरो सट्टामा आउनुहुन्छ उहाँ तिमीहरूसँग भएको चाहिँ फार बेटर देन म तिमीहरूसँग भएको। किनभने म चाहिँ लिमिटेड छु, आई एम इन अ बडी, म एकै ठाउँमा थुप्रो ठाउँमा एकै समयमा हुन सक्दिनँ। तर जो तिमीहरूसँग हुन्छ उहाँ चाहिँ ओम्निसियन्ट, सबै ठाउँमा सबैजनासँग सबै काम गर्न सक्ने आत्मा चाहिँ हुन्छ। अनि म चाहिँ तिमीहरू सँगसँगै यसरी हिँड्छु भनेदेखिलाई उहाँ चाहिँ तिमीहरू भित्र जिउनुहुन्छ। द्याट्स मोर इन्टिमेट, द्याट्स बेटर है। अनि उहाँले एउटा शब्द चलाउनु भएको छ, कम्फर्टर, सान्त्वना दिने शब्द चलाउनु भएको छ। अनि कम्फर्टर भन्ने शब्दको अर्थ हामीले हेऱ्यो भनेदेखिलाई चाहिँ मिठो कुरा छ। प्याराक्लिटोस, ग्रिकमा कम्फर्टर शब्द प्याराक्लिटोस भन्ने शब्दबाट आउँदो रहेछ, ग्रिक शब्द, जुन शब्दको अर्थ चाहिँ के रहेछ भनेदेखिलाई छेउमा बोलाउनु, एउटा कम्प्यानियन, बुझ्नुहुन्छ? पवित्र आत्माले चाहिँ के गर्नु हुँदो रहेछ भनेदेखिलाई चाहिँ पवित्र आत्माले चाहिँ तपाईँ अनि मेरो छेउमा आएर चाहिँ उहाँले भन्नु, तपाईँले मलाई उहाँले के भन्नुहुन्छ, मेरो छेउमा आऊ, कम। पवित्र आत्माले हिज अ पर्सन, तपाईँले मलाई उहाँले के गर्न चाहनुहुन्छ? लिड गर्न चाहनुहुन्छ, काउन्सिल गर्न चाहनुहुन्छ, उहाँले शक्ति दिन चाहनुहुन्छ। उहाँले भन्नुहुन्छ, आऊ मेरो छेउमा आऊ, म तिमीलाई प्रेम गर्छु, आई वान्ट टु वक विथ यु, कम वक विथ मी, यु क्यानट लिभ दिस लाइफ, तिमी यो जीवनको यात्रा एक्लै हिँड्नु सक्दैनौ भने पवित्र आत्माले भन्नुहुन्छ। कति मिठो कुरा हेर्नुहोस् त, पवित्र आत्माले भन्नुहुन्छ, म तिमीलाई सान्त्वना दिन्छु, तिमीलाई राति निद्रा लाग्ने इन्सोम्निया हुन्छ, म तिमीलाई निद्रा दिन्छु, तिमी एन्जाइटीमा जाँदैछौ, म तिमीलाई सान्त्वना दिन्छु, तिमी भविष्यको चिन्ताले भरिँदैछौ, आई विल गिभ यु पिस, म तिमीलाई होप दिन्छु। पवित्र आत्मा प्रभुले हामीलाई दिनुभएको छ। यु आर गोइङ थ्रु सिकनेस, आई विल हिल यु। पवित्र आत्मा चाहिँ तपाईँले म साथसाथमा मात्र होइन, तपाईँले म भित्र बाहिर तपाईँले मलाई ढाकेर हिँड्ने पर्सन हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ। अनि हामीले अलिकति पवित्र आत्माको कामहरूलाई हेऱ्यौँ भनेदेखिलाई बाइबलबाट सुरुमा पुरानो नियममा हामीले हेऱ्यौँ भनेदेखिलाई पवित्र आत्मा चाहिँ सृष्टि गर्ने एजेन्ट हुनुहुन्थ्यो। सृष्टिमा चाहिँ पवित्र आत्मा हुनुहुन्थ्यो। हामीले थाहा छ पानीको समुद्रको मुनि चाहिँ को चाहिँ यसरी उडिराख्नु भएको थियो अरे, परमेश्वरको आत्मा भनेर हामी पाउँछौँ। अनि भजन सङ्ग्रह 104:30 यसरी लेखिएको छ, जब तपाईँले आफ्नो आत्मा पठाउनु भयो सबै कुरा सृजिए। पछि परमेश्वरको आत्मालाई परमेश्वरले सेन्ड फोर्थ गर्दाखेरि चाहिँ एभ्रिथिङ वाज क्रिएटेड। बुझ्नुहुन्छ? पवित्र आत्मा चाहिँ त्यो सृष्टि गर्ने शक्ति भएको व्यक्ति हुनुहुन्छ। अनि त्यहाँदेखि हामीले हेर्दै गयो भनेदेखिलाई अयुब 33:4 पनि उसले भन्छ, परमेश्वरको आत्माले चाहिँ मलाई बनायो। सो पवित्र आत्माले चाहिँ पुरानो नियममा के काम गर्नुहुन्थ्यो भनेर हामीले सोच्छौँ भनेदेखिलाई ही वाज क्रिएटिङ। पवित्र आत्माले सृष्टि, ही हेज अ पावर टु क्रिएट। आज तपाईँको जीवनमा, तपाईँको अन्तस्करणमा पवित्र आत्माले ही क्यान क्रिएट समथिङ। ही इज अ भेरी पावरफुल पर्सन, ही क्यान क्रिएट है। अनि त्यहाँदेखि नयाँ नियममा आएर हेऱ्यो भनेदेखिलाई पवित्र आत्माले सबैभन्दा ठुलो काम के गर्नुहुन्छ? मलाई केही छ ध्यान, धेरै गरम छ अनि धेरै पसिनाहरू आइरहेको छ है, केही छ मलाई ध्यान दिनुहोस् है, किनकि महत्त्वपूर्ण कुरा पवित्र आत्माको बारेमा हामीले सिकिराखेका छौँ। पवित्र आत्माले नयाँ नियममा आएर चाहिँ के क्रिएट गर्नुभयो भन्दाखेरि चाहिँ तपाईँ अनि मेरो हृदय जुन चाहिँ छ
जुन चाहिँ बाइबलले भन्छ हरेक मानिस जन्मिँदै पापी छ, द्याट्स बाइबल मोटो किताब छ। अनि तर त्यसलाई निचोर्यो, काचाकुचुक पारेर निचोर्यो भने एक दुईवटा कुरा निस्किन्छ। त्यो चाहिँ के हो भनेदेखिलाई मान्छे जन्मिँदै पापी छ, परमेश्वर पवित्र 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 हुनुहुन्छ, मान्छेले आफ्नो धर्म कर्मले आफूलाई बचाउन सक्दैन अनि उसलाई मुक्तिदाताको खाँचो पर्छ। मान्छे जन्मिँदै पापी छ, द्याट्स द बिब्लिकल डक्ट्रिन है। अनि कस्तो पापी भनेर सोध्नुहुन्छ भने मान्छे जन्मिँदाखेरि परमेश्वरको शत्रु छ। एफिसी च्याप्टर 2, ह्युमन बिङ्स आर बाई बर्थ एनिमिज अफ गड। यदि उनीहरूले बाहिर सडकमा खुलेआम निस्केर परमेश्वरप्रति नफरत उनीहरूले अभिव्यक्त गर्दैन होला, तर हृदयभित्र उनीहरूले परमेश्वरलाई प्रेम गरेको हुँदैन। परमेश्वरलाई सानो सानो काठको फलामको मूर्तिहरू बनाएर घरको कुनामा राखेर उनीहरूले ढोक्छ। त्यो चाहिँ परमेश्वर तपाईँलाई धन्यवाद भनेर होइन, त्यो चाहिँ तपाईँले हामीलाई यसो फाइदा दिनुहोस् भनेर। तपाईँले मलाई अघि पनि भने मैले, सो ह्युमन बिङ्स आर सेल्फ वर्सिपर्स। परमेश्वरलाई नेचुरली माया गर्ने मान्छे हुँदैन कोही पनि, किनभनेदेखिलाई ऊभित्र चट्टानको डेड हृदय हुन्छ। यर्मिया 33 अध्याय तपाईँले पढ्नु भनेदेखिलाई परमेश्वरले भन्नुहुन्छ तिमीहरूको भित्रको ढुङ्गाको हृदय निकालेर म तिमीहरूलाई मासुको हृदय दिन्छु। अनि त्यो मासुको हृदय पाएपछि मात्रै तिमीहरूको हृदय मेरो वचन भनेपछि पक्लिनु थाल्छ। त्यो मासुको हृदय पाएपछि मात्रै तिमीहरूको मन मेरो उपस्थिति भनेपछि ताजा हुन थाल्छ। बिकज इट्स अलाइभ, इट क्यान रेस्पोन्ड। तर ढुङ्गाको हृदयले चाहिँ प्रतिक्रिया गर्न सक्दैन। पवित्र आत्माले माया नियममा आएर चाहिँ के गर्नुहुन्छ? मेन काम पवित्र आत्माको। हामी त्यसरी हिलिङ अनि त्यसरी हामी अरू कुराहरूमा फोकस गर्ने, तर पवित्र आत्माले सबैभन्दा ठुलो मिरेकल के गर्नुहुन्छ भन्नुहोस् त? प्रभुले यूहन्ना 3:3 के भन्नुभयो? जबसम्म कोही नयाँ गरी जन्मिँदैन उसले परमेश्वरको राज्य देख्न सक्दैन। प्रश्न त पुरै छोडिदिउँ, देख्न पनि सक्दैन। नयाँ गरी जन्मिनु, अनि त्यो नयाँ गरी जन्मिनु चाहिँ तपाईँले मेरो बलले हुँदैन। समथिङ सुपर नेचुरल हेज टु ह्यापन। पवित्र आत्माले तपाईँले ममा आएर ढुङ्गाको मुटु निकालेर मासुको हृदय नहालिन्जेलसम्म तपाईँले म प्रभु सुसमाचार सुनेर पश्चातापी बन्न सक्दैन। वी क्यानट रेस्पोन्ड टु द गस्पल अनलेस द होली स्पिरिट डज दिस द मिरेकल अफ रिजेनरेसन। द्याट मिन्स के हो? तपाईँले मेरो मरेको हृदयको ठाउँमा उहाँले नयाँ हृदय के गरिदिनु भयो? क्रिएट गरिदिनु भयो। पवित्र आत्माले सृष्टि गर्नुहुन्छ है। त्यो मासुको हृदय आएपछि मात्रै हामीलाई परमेश्वरको वचन भनेपछि इरिटेट हुनु छोड्छौँ हामी, नत्र पुरा इरिटेट लाग्छ। ढुङ्गाको हृदय भइन्छ, अल्छी लाग्छ। सेवकाई भनेपछि, बाइबल भनेपछि झप निद्रा लाग्छ। किनभने ढुङ्गाको हृदयले रेस्पोन्ड गर्नै सक्दैन। बुझ्नुहुन्छ? भनेदेखिलाई यदि मण्डलीमा पवित्र आत्माले त्यो काम गर्नुहुन्छ भनेदेखिलाई बाहिर मण्डलीदेखि बाहिरको संसारमा पवित्र आत्माले के गर्नुहुन्छ? एन्ड व्हेन ही इज कम ही विल रिप्रुभ द वर्ड अफ सिन एन्ड अफ राइचियसनेस एन्ड अफ जजमेन्ट। तर अन्य जाति प्रभुलाई विश्वास गर्ने मान्छेहरू पनि उनीहरूको मनमा पनि पाप भन्ने कुरा चाहिँ छ। कुनै पाप गर्नुदेखि डराउँछ, एक प्रकारको गिल्टीनेस उनीहरूमा पनि आउँछ। किनभनेदेखिलाई समग्रमा नै पेन्टिकोस्टको दिनमा पवित्र आत्मा पहिलोचोटि संसारमा सधैँभरिको लागि आउनुभयो। अनि ही रिप्रुभ द वर्ल्ड अफ सिन बाहिरको संसारमा पनि। अनि पवित्र आत्माले यसरी काम गरिरहेको हुन्छ है। अनि पवित्र आत्माको सबैभन्दा इम्पोर्टेन्ट काम चाहिँ मण्डलीभित्र विशेष गरी के हो भनेदेखिलाई तपाईँलाई म भन्न चाहन्छु, पवित्र आत्मा यदि यहाँ हुनुहुन्छ भनेदेखिलाई, पवित्र आत्मा तपाईँलाई लाग्छ यहाँ हुनुहुन्छ भनेदेखिलाई तपाईँको लागि यसै घडी अहिले नै परमेश्वरको उपस्थिति रियल भएर गइराखेको छ।